वर्णको शब्द भए चाहिँ शब्दको के हुन्छ? ए ध्वनि, बी सङ्गीत, सी वाक्य, डी शब्दकोश। यसको राइट एन्सर रहेको छ अप्सन सी वाक्य। त्यस्तै प्रश्न नम्बर 14मा रहेको छ बन्दुकको सिपाही भए चाहिँ क्यामेराको के हुन्छ? ए फिल्म, बी दृश्य, सी पर्यटक, सी फोटोग्राफर। यसको राइट एन्सर रहेको छ अप्सन डी फोटोग्राफर। प्रश्न नम्बर 15 पक्षीविदको पक्षी भए चाहिँ प्रान्तविदको के हुन्छ? ए जलजन्तु, बी जन्तु, सी खनिज, डी मानव कृति। यसको राइट एन्सर रहेको छ डी मानव कृति। प्रश्न नम्बर 16 कीटाणुको बिरामी भए चाहिँ युद्धको के हुन्छ? ए सेना, बी हार, सी शस्त्र, डी विनाश। यसको राइट एन्सर रहेको छ अप्सन डी विनाश। प्रश्न नम्बर 17 नदीको बाँध भए चाहिँ यातायातको के हुन्छ? ए बहान, बी पङ्क्ति, सी गति, डी सिग्नल। यसको राइट एन्सर रहेको छ अप्सन डी सिग्नल। प्रश्न नम्बर 18मा रहेको छ पन्जाको बिरालो भए चाहिँ खुरको के हुन्छ? ए सिंह, बी हात्ती, सी घोडा, डी पन्छी। यसको सही एन्सर रहेको छ अप्सन सी घोडा। त्यस्तै प्रश्न नम्बर 19मा रहेको छ ताराको दूरदर्शक भए चाहिँ रक्तको सिकाको के हुन्छ? ए क्यामेरा, बी रगत, सी लेन्स, डी सूक्ष्मदर्शक। यसको सही एन्सर रहेको छ अप्सन डी सूक्ष्मदर्शक। त्यस्तै प्रश्न नम्बर 20मा रहेको छ मोटरसाइकलको ब्याट्री भए चाहिँ जीवनको के हुन्छ? ए तारा, बी चन्द्रमा, सी सूर्य, डी ग्रह। यसको राइट एन्सर रहेको छ अप्सन सी सूर्य। प्रश्न नम्बर 21 महासागरको पानी भए चाहिँ हिम नदीको के हुन्छ? ए बरफ, बी पर्वत, सी गुफा, डी रेफ्रिजरेटर। यसको राइट एन्सर रहेको छ अप्सन ए बरफ। प्रश्न नम्बर 22 स्पर्शको अनुभव भए चाहिँ स्वागतको के हुन्छ? ए मुस्कुराहट, बी शिष्टाचार, सी स्वीकार, डी सम्पन्नता। यसको राइट एन्सर रहेको छ अप्सन सी स्वीकार। प्रश्न नम्बर 23 मूर्तिकारको प्रतिमा भए चाहिँ कविको के हुन्छ? ए कलम, बी चित्रकार, सी पद्य, डी कथा। यसको राइट एन्सर रहेको छ अप्सन सी पद्य। प्रश्न नम्बर 24 समुद्रको तट जस्तै मिल्ने अप्सन कुन रहेको छ? ए माछापानी, बी लहर नदी, सी नदी किनार, डी पक्षी व्यक्ति। यसको राइट एन्सर रहेको छ अप्सन सी नदी किनार। प्रश्न नम्बर 25 फलको बीज भए चाहिँ फलको के हुन्छ? ए फुल, बी मिठो, सी डाली, डी हाँगा। यसको सही एन्सर रहेको छ अप्सन ए फुल।